हेलो एभ्रिवान। आज चाहिँ म तपाईहरुलाई कहाँ लाँदैछु भने नि आज चाहिँ म मेरो घरको बारीको अर्ग्यानिक आलु खनेको ठाउँमा तपाईहरुलाई म लाँदैछु। टाकीसाकी लगेर म चाहिँ अलिकति अर्ग्यानिक आलु खन्नु पर्यो भनेर अब मकै छर्ने सिजन पनि आयो। त्यसकारणले गर्दाखेरि चाहिँ अब आलु पनि खन्नु पर्यो, अलिकति मटर पनि टिप्नु पर्यो भनेर चाहिँ म बारीतर्फ लागेको छु। यहाँ अब ढाकीमा लगेर चाहिँ म एक ढाकी चाहिँ म टिप्नु पर्यो भनेर यहाँ मटर पनि हेर्नुस् न यहाँनिर यस्तो भइसकेको छ। सबै सुकिरहेको छ, त्यो भएको कारणले गर्दाखेरि चाहिँ म अब यहाँ मटर पनि टिप्छु अन्त आलु पनि खनेर तपाईलाई देखाउँछु। हेर्दै गर्नु होला मेरो सर्ट ब्लग सबैजनाले। अन्त मटर पनि हेर्नुस् न यहाँनिर सबै सुकेको जस्तो भएछ, ओइलेको जस्तो भएछ। अब अलिक दिन राख्यो भने त फेरि कोकोले गेडा जति डल्लै खाइदिन्छ हो, बोक्रा मात्रै हुन्छ। त्यो भएर चाहिँ अन्त पाकिसकेको छ, दाना पुरै पसिसकेको छ। त्यो भएर चाहिँ म अब यो मटर पनि टिप्दैछु हो। अन्त अब अलिक दिनमा त यो कोकोले चराले एकदम खेदो गर्छ हैन, तपाईलाई पहिला पनि भनेको थिएँ। अन्त त्यो भएर चाहिँ म चाहिँ आलुको झ्यार पनि उखाल्नु पर्यो भनेर पहिला चाहिँ अब आलुको झारहरू उखालपाखाल पार्नु पर्यो, त्यहाँबाट मात्रै खन्नु पर्यो भनेर चाहिँ म यहाँ बारीमा झ्यार कोर्दैछु। आलु पनि अलिअलि फलेको रहेछ हो। हेर्दा त अब अलिअलि फलेको जस्तो छ, हेरौँ कस्तो कतिको फलेको रहेछ। तपाईहरुलाई म खनेर देखाउँछु नि ल कस्तो कतिको फलेछ भनेर चाहिँ। यहाँ बुर्कौली पनि यत्रो यत्रो भएको छ हो, यत्रो भएको छ हेर्नुस् न। अन्त यहाँनिर चाहिँ मटर छ। आलु चाहिँ मजाले नै फल्नु त फलेको रहेछ, हेर्नुस् न ठुल्ठुलो फलेको रहेछ हैन। धेर त लगाएको थिएन, 2-3 किलो घरमा खानुको लागि चाहिँ हो। ज्यादा त बारी पनि छैन हाम्रो, अन्त अर्ग्यानिक खानुको लागि चाहिँ अब अलिअलि हैन अरूको बारीतिर फलेको देखेर चाहिँ अब हामीलाई पनि रोप्नु मन लाग्छ नि त। अन्त मेरो बुढाले अलिकति भए पनि ल्याएर रोपेको थियो। हामी दुईजनाले नै अलिअलि लाउँछौँ नि त सागसब्जीहरू चाहिँ। अन्त यहाँ हेर्नुस् न मजाले खन्नु पर्यो भनेर चाहिँ म यहाँ खन्दैछु, तर कतिवटा चोट लागेर हेर्नुस् न पुरा काँटाको चोटहरू लाग्यो हो। अब यो चोट लागेको चाहिँ अब मजाले उसिन्नुपर्छ। अब यो चोट लागेको चाहिँ अब अब एकैचोटि त भक्कु खानु त मिल्दैन हो। अन्त राखेर खानुको लागि चाहिँ यसलाई उसिन्दै खानुपर्छ कि बोक्राहरू मजाले तासिन्छ नयाँ आलुको अर्ग्यानिक हैन। अन्त हेर्नुस् न यति चाहिँ मैले खनिसकेको छु। अन्तखेरि चाहिँ अब मकैको सिजन पनि आयो, अब कहाँ राखिरहनु भनेर चाहिँ अन्त यसलाई चाहिँ खनिदिइहालेको नि। अन्त कोलाई मनपर्छ अर्ग्यानिक हेर्नुहोस् है हाम्रो आलु मजाले फलेको रहेछ हो। अन्त यो मकै छर्नको लागि चाहिँ अन्त यहाँ सागहरू पनि छरिदिनु पर्यो भनेर फाइनली हाम्रो चाहिँ यति फलिसकेको छ हेर्नुहोस् है। फाइनली मैले चाहिँ आलु खनिसकेर पनि एक ढाकी चाहिँ मैले ल्याएँ, अरू चाहिँ अब म बादमा खन्नु पर्यो भनेर। अन्त यति चाहिँ मैले ल्याएर पनि मैले थालमा खनाएर पनि अब यसलाई चाहिँ 1-2 घाम सुकाउनु पर्छ हो, चिसो माटो छ नि त त्यो भएर बिग्रिन्छ भनेर हो। हस् त साथीहरू, कोलाई मनपर्छ अर्ग्यानिक आलु। ओके बाई बाई, हेभ अ नाइस डे।